गाउँले यस्ता मान्छेले त्यसो भनेको त नि राति 10 बजे भने तिनै बाख्राले दुनियाँ दिनलाई जुन दुध हो त नि सकाळी आमचं आहे शेती करायच्या सकाळी आमचं त्यसका त घर केही छैन गरी पढेर लेखेर अनि त्यहाँ भएर एमडी भएर आयो त्यस्तो अफिसरले अनि सकाळी आमचं आहे शेती करायच्या भनिराखेको राति 10 बजे सम्झिनाहरू आएका के अरे छोराहरू नि राम्रो बनाएको छ फेरि सिभिल इन्जिनियर सागर र प्रशान्त भन्ने आफ्नो त गाउँमा त केही छैन गरे एउटा घर हुन्छ त्यति हो अनि बाख्रो किन्यो भने त मेरो दुध दिने बाख्रो हुन्छन् अहिले त बाख्रो किनेर आएको दुध दिने भएर भन्छ गफर त फेरि फारममा रहने यसले त तेल घसेर राखेका हुन्छन् भैँसी त दुनियाँभरको दुध दिने 8 लिटर 9 लिटर दुध दिने भैँसी तेल घस्छन् हेर्नु मान्छे राखेका हुन्छन् अहिले पन्जाबमा एउटा भैँसी छ 19 लिटर छाकमा दिने 3 चोटि त हुने अरे त्यो नत्र ढल्छ भनेर 19 चोटि छ यसको मूल्य त कुरै नगरौँ भन्दै हेर्ने हो भने फेसबुक त्यहाँ सन निकाले अहिले निकालेका चाहिँ कुन कुन देशले आएका छन्